चिक्ने अस्ति हाँसेर खेलेर मैले यहाँ एउटा भिडियो बनाएको थिएन मेरो भाइसँग। के भयो भनेपछि एउटा भाइले चाहिँ कमेन्ट के गरिरहेछ, सब चोरीको हो यताउता होइन, खै के मतलब लाइक म बुझ्न पनि सकिरहेको छैन त्यसले किन गर्यो होला। भाइको चाहिँ चाक पोल्यो, एकदम भयङ्कर पोल्यो क्या। मलाई त्यस्तै लाग्यो त्यो कमेन्टमा देखेर। त्यसको चाक चाहिँ एकदम पोल्यो र पोल्नु पनि पर्छ कि भाइ। अब तिमीसँग छैन बाइक, त्यही भएर तिम्रो चाक पोलिरहेको छ। तिम्रो बुद्धि जुन छ नि त्यो दुइटा गेडाको बिचमा छ तिम्रो क्या। त्यही भएर अब त्यो त्यहाँदेखि निकालेर यहाँ राख के। मलाई यत्रो पसल गरिरहेको छु, यत्रो बाइक राखेको छु यहाँ, प्लस मेरो उता पनि गोदाम छ, अरू पनि गोदाम छ, यत्रो बाइक सबै चुतिया मैले यहाँ ओपनली हालिरहेको छु, टिकटकमा हालिरहेको छु। मेरो पसलमा पुलिसहरू पनि आउँछन्, सामान लिन आउँछन्, सबै आउँछन् होइन। अब पागल इल्लिगल हुन्थ्यो या चोरीको हुन्थ्यो भने मैले यसरी ओपनली भिडियो हाल्न सक्थेँ होला र? सक्थेन नि। चाक नपोला है भाइ, तेरो चाक पोलेर केही काम छैन के। बस के गर्नु छ भने आइज यहाँ मसँग जब गर, यहाँ बस, म तँलाई सैलेरी खिलाउँछु मजाले। हेर अनि त्यति बेला पनि तैँले थाहा पाउँछस् के भाइ, तैँले थाहा पाइहाल्छस् कि यो चोरीको हो के हो कसो हो, अनि त्यसपछि बोलिस्।